सबैभन्दा रमाइलो भएको आज है रमाइलो बत्ती बढेपछि झन् रमाइलो भयो। हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल युआर प्रकाश 1995 है त। आज हामी यहाँ हिउँ खेल्न आएका छौँ रोमानियाको यो उनेरी पार्कमा। हाम्रो साथी देख्न सक्नुहुन्छ यहाँ युवराज, अनि उहाँ हुनुहुन्छ हाम्रो के अरे नाम भनिदिनुहोस् त? शम्भुराज राई है त साथीहरू। अनि अझै 2-3 जना साथीहरू आउँदैछन्। अब हामी यस्तो हिउँ खेलेर रमाइलो गर्नेछौँ है त। तपाईँहरूले अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर गर्न चाहिँ अवश्य होला। ल स्टे ट्युन गाइज। देख्न सक्नुहुन्छ हाम्रो शम्भुराज। सलाम ठोके, सलाम ठोके है। ल यो चाहिँ म्यादी सलामी हो के। हामी हिउँ खेल्न आएछ साथीहरू यसरी हो। लाउरे भन्नु न, लाउरे तोरी लाउरेहरू यहाँ रोमानिया आएर तोरी लाउरे भएका छन्। ल साथीहरू, हामी यहाँ पार्कमा प्रवेश गरिसकेका छौँ। देख्न सक्नुहुन्छ यहाँ साथीहरू अगाडि टक हिँडिरहेछन्। आजको पार्कको दृश्य हेर्नु, एकदम बाक्लो हिउँले पुरै सेतै भएको छ। अब हामी कता घुम्छौँ सबै तपाईँलाई देखाउनेछौँ है त। आज भुतरो मान्छेहरू आएका छन् यहाँ पार्क घुम्नलाई। आम्बो स्कार्टिङमा कति धेरै हो आज त है। यति साह्रो त थिएन नि त ओहो जाने हो, अब यतै बाटो जाऊ न त्यतै। ल यहाँ पपकर्न बेच्ने ठाउँ पनि छ, देख्न सक्नुहुन्छ। साथीहरू यहाँ स्केटिङ गरिरहेछन् आज। अनि हामी चाहिँ यहाँ हेर्न आएको छौँ। देख्न सक्नुहुन्छ डह्रो छन् मान्छे आज। अस्ति नै कोही थिएन नै, आज चाहिँ डह्रो छन् मान्छेहरू। देख्न सक्नुहुन्छ हाम्रो यहाँ शम्भु है, म अनि यहाँ हेर न यता। ल साथीहरू हेर्न सक्नुहुन्छ यहाँ डह्रो छन् मान्छेहरू। कस्तो राम्रो यार, खतरा बुढी आइमाईहरू नि यहाँ डह्रो खेल्दो रहेछन् कि। कति धेरै हो आज त मान्छेहरू। यहाँ एउटा राम्री मैया पनि छिन्, देख्न सक्नुहुन्छ। यो मान्छे आज बाख्रे हिजो पनि थियो यहाँ। ल खतरा राम्रो छ यार यो कोठा भाइ ल जाउँ गोप्रोको ब्याजेट गर्दैछु म। यो अन्तर्राष्ट्रिय लेभलको ब्याजेट नै भन्दा फरक पर्दैन, किनभने यो गोप्रोले होइन चाइनामा उत्पादन गरेर यो नेपाली पैसामा किनिमागेर होइन तपाईँको करोडौँको तपाईँको प्लेन चढेर तपाईँको रोमानिया आउने। अनि रोमानिया आइसकेर यसरी ब्याजेट गर्ने पाउँछ यसले ब्याजेट गर्ने? यसरी बिल्कुलै पाउँदैन आदरणीय दर्शकवृन्द। वास्तवमा भने आजको दिनमा यसले आफ्नो धर्म निभाउनु पर्थ्यो, यसले आफ्नो इज्जत धान्नु पर्थ्यो। तर वास्तवमा आज यसले यो एकदमै आफ्नो तपाईँको धर्म भुल्यो, यसले आफ्नो विशेषता भुल्यो, यसले आफ्नो कर्म भुल्यो। त्यसैले हामी 3-4 भाइ चाहिँ एकदमै दुखित छौँ। त्यही भएर तपाईँहरूलाई हामी केही समयपछि हिउँमा सुतेर हामी तपाईँहरूले केही भिडियोहरू देखाउनेछौँ है त। हस्, धन्यवाद।
फेरि पनि हामी अर्को रुख हल्लाउन गइरहेका छौँ होइन अब एकछिन आमा ल हिउँ हेर्नुहोस् आदरणीय दर्शकवृन्द हेर्नुहोस् ल एकजना हिँड्लाउनु एकछिन है ल हल्लाउनु छिटो फास्ट भएन के खोइ भएन ल हल्लाउ एकजनाले हल्लाउनु ल छिटो फास्ट सही मजा आयो है यत्तिकै चाहिँ हुनुपर्छ है ल यत्तिकै हुनुपर्छ ल साथीहरूले एकदमै रमाइलो गरिरहेका छन् -7-8 छ अहिलेको टेम्परेचर है र पनि एकदमै रमाइलो भइरहेको अवस्था छ लामाजीको पालो ल है लामाजी प्लिज लामाजीले यहाँ लामाजी छिटो अहिले यहाँ होइन अर्कोमा सही ल हेलो भयो मेरो पनि सिट हल्छ क्या मेरो पनि सिट हल्छ सानो रुखमा ल भाइ सुतेर हाल्नु पर्ने क्या सुतेर तुझे देखा तो मैं जाना सनम मेरो त चाकतिर छिरे यार लामाजी ला हिउँ बोलाउँदै जाँदैछ हिउँ है त टिकराम लामाजी ल 1 2 3 गो आफैले हिउँ परेन क्या त्यो मजा आएन नि अझै बेसरी हाल न त्यत्रो छ यार माथि एकजना हल्लाउने चाहियो के गाई चाहिँ यो भन्दा त कतिको हल्लाउनु त अनि यसो सुत्नु पर्यो क्या प्लिज तपाईँ यहाँ झ्याम्मै सुत्नु पर्यो क्या हामी हिउँ खेल्नु मजा छुट्टै छ यहाँ रोमाने रमाइलो भइरहेको छ साथीहरू हेर्नु त यहाँ ओटसोट सब फुटिसक्यो यार तेरिको चिसोले हिउँ भइछ ल रमाइलो भइरहेको छ साथीहरू तपाईँ पनि अब हिउँ यति मजाको बाक्लो छ कि देख्न सक्नुहुन्छ अनि तपाईँहरू नि हिउँ खेल्न आउनुहुन्छ नि यहाँ उनेरीमा आएर दह्रो रमाइलो गर्न सक्नुहुन्छ है त ल साथीहरू आउनु पर्यो छिटो कस्तो मजाले जमेछ कि यहाँ हिउँ देख्न सक्नुहुन्छ यहाँ हाम्रो साथीहरूले यहाँ बोक्ने रे यहाँ है अब कस्तो बोक्ने है त यहाँ देख्छ खतरा दौड्यौँ न खुट्टा समातेर खुट्टा लायो है लडे घुम्दै साथीहरू रात पर्न लागिसक्यो यी लाइट साइट सब बल्लिसक्यो हामी अझै घुमेर भ्याएनौँ फोटो खिच्ने रे यहाँ केटाहरूले देख्न सक्नुहुन्छ फोटो खिच्ने रे अब नयाँ ठाउँमा आज दह्रो घुमिएछ हामी हिउँ पनि दह्रो खेलिएछ चिसो लाग्छ क्या हो हामीलाई यार के गर्ने हो केटा हो छिटो गर यहाँ साथीहरूले के गर्दैछन् कसको यो कार्टुन हटाउनु हुँदैन यार यो काठ कुहिन्छ भनेर ओहो यहाँ फोटो खिच्दैछन् राम्री नक्कलीहरू र हामी अब यहाँ घुमफिर गरेर रुमतर्फ जाँदैछौँ देख्न सक्नुहुन्छ आज कतिको रमाइलो भयो त आज सबैभन्दा रमाइलो भएको आजै हो कि है खतरा रमाइलो यो बत्ती बलेपछि झन् रमाइलो भयो त ल साथीहरू हामी अब पार्क साक घुमेर अब रुमतर्फ जाँदैछौँ जाडो एकदमै बढेकोले नाकबाट पनि पुरै सिगान निस्किन लागिसक्यो त्यही भएर अब हामी फर्किन लागेको ल भ्लगलाई अन्तिमसम्म हेरेर साथ दिनु होला अनि जतिजना फेरि पनि मेरो युट्युब च्यानलमा जोडिनु भएको छ कृपया गरेर लाइक सेयर कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त अब
आजको ब्लग यति नै। अब हामी रुम फर्किँदैछौँ अब फेरि अनि त्यही एकोमोडेसनमा। ल साथीहरू, हाम्रो साथीहरू यहाँ छन् नि फर्किन लाग्यो। अब हामी चिसो निकै नै बढेको कारणले है त। ल गाइस, फेरि पनि अर्को ब्लगमा भेट्ने बाचा गर्दै आजको ब्लगलाई यहीँ अन्त्य गर्दै बिदा हुन्छु। हस् त, बाई बाई।